सरकारद्वारा प्रस्तुत दस्तावेजमा सुशासन, आर्थिक पुनर्संरचना, डिजिटल रूपान्तरण, समावेशी विकास, सन्निकटता, कनेक्टिभिटी, सौम्य शक्ति, सफ्ट पावर जस्ता निकै आकर्षक तथा शब्द तथा अवधारणाहरू प्रशस्त प्रयोग गरिएका छन्। यो दस्तावेज वास्तवमा भाषिक रूपमा निकै परिष्कृत छ, दृष्टिकोण पनि उच्च कोटिको नै छ, नो डाउट। हाम्रो ब्युरोक्रेट्स र अर्थमन्त्रीज्यूको एक्सपर्टिज रिफ्लेक्ट हुन्छ यसमा। मेरो साधारण प्रश्न के हो भने, के यो दस्तावेज नेपालको वर्तमान आर्थिक, प्रशासनिक र सामाजिक यथार्थसँग मेल खान्छ कि खाँदैन? यदि मेल खाँदैन भने हामी किन हाम्रा राजनीतिक र सामाजिक यथार्थ भन्दा निकै परका अवधारणाको सुन्दर सङ्कलन गरिरहेको छौँ? पक्कै पनि आगामी दशकमा, आगामी 20 वर्षको लागि हो भने यो दस्तावेज उत्कृष्ट छ, तर हामी स्पेसिफिकली आगामी वर्षको लागि बजेट विनियोजनमाथि छलफल गर्दैछौँ। धेरै सैद्धान्तिक विषयहरू नेपालको पञ्चवर्ष योजनाहरूमा विस्तृत व्याख्या भएकै छन्। मेरो सामान्य ध्यानाकर्षण छ, कृपया आगामी वर्षको लागि मात्र फोकस गरियो भने हामी टार्गेटेड इन्टरभेन्सन्सद्वारा लो ह्याङ्गिङ फ्रुट्सहरू पनि टिप्न सफल हुन्छौँ। अन्यथा विगतका जस्तै ठुला वाचा र प्रतिबद्धता र अहिलेकै वाचा प्रतिबद्धतामा खासै तात्विक फरक नपर्ला। सम्माननीय सभामुख महोदय, तसर्थ हामीले तत्काल सम्बोधन गर्नुपर्ने विषयहरू बजेटको फोकस चाहिन्छ। हाम्रा सामाजिक आर्थिक यथार्थहरू कस्ता छन् त्यता ध्यान पुर्याउँ। आज राज्यको राजस्व दबावमा छ, युवा विदेश पलायन भइरहेका छन्, कृषि उत्पादन घट्दो छ, प्राइभेट सेक्टर त्रसित छ, प्राइभेट सेक्टरमा कन्फिडेन्स पनि छैन, सार्वजनिक ऋणको भार बढिरहेको छ, पुँजीगत खर्च अत्यन्त कमजोर छ, स्थानीय तहमा सेवा प्रवाह असमान छ। यस्ता यथार्थबीच यो विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पढ्दै गर्दा सरकारले समस्या पहिचान गर्दै उचित इन्टरभेन्सन गर्नुभन्दा नारामूलक आशावादी नै फेरि पनि प्रस्तुत गरेको हो कि भन्ने मलाई लागिरहेको छ। पहिलो कुरा, सुशासनको लाभांशमा मेरो दृष्टिकोण राख्न चाहे। सरकारले डिजिटल शासन, एकीकृत सेवा, पारदर्शिता, भ्रष्टाचार नियन्त्रणको कुरा गरेको छ, तर सुशासन भनेको प्रविधिबाट मात्र आउँदैन। यो पोलिटिकल विल, राजनीतिक इच्छा शक्ति र पोलिटिकल करेज, राजनीतिक साहसबाट आउँछ, जुन तत्कालीन बहुमतको सरकारले जनतामाझ आश्वस्त पार्न सकेको छैन। हिमाली जिल्ला, दुर्गम बस्ती र इन्टरनेट पहुँच नभएका नागरिकलाई डिजिटल राज्यले कसरी समेट्ने प्रश्न भन्ने अझै कायमै देख्छु। हामी डिजिटल पूर्वाधारमुखी हुन त छँदैछ, तर त्यसभन्दा पहिले आजकै वर्ष र यही वर्षमा हामी पहिले डिजिटल डिभाइड यानि कि डिजिटल विभाजनको चाहिँ विषयलाई सम्बोधन गर्नुपर्छ जस्तो लाग्छ। यस्ता रेडिली अटेनेबल आउटकम्सहरूमा बजेट केन्द्रित हुन सकोस्, मेरो ध्यान आकर्षण छ। किनकि डिजिटलाइजेसन प्रविधि परियोजना मात्रै होइन, यो सामाजिक न्यायको पनि विषय हुनुपर्दछ। दोस्रो कुरा, अर्थतन्त्रको पुनर्संरचना। सरकारले उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने भनेको छ। यो कुरा हामी वर्षौँदेखि सुन्दै आएका छौँ, तर उत्पादन कसरी बढ्छ? नेपालमा उत्पादन लागत उच्च छ, ऊर्जा क्षेत्र विश्वस्त छैन, ढुवानी दर कति महँगो छ, हेर्नुहोस् तपाईँहरू आफैले बुझिराख्नु भएको छ यो विषय। नीतिगत अस्थिरता कति छ, साना उद्योगहरूको अवस्था के छ, लगायत यावत विषयहरूमा पर्याप्त ध्यान पुर्याउन आवश्यक छ। यस्ता संरचनागत समस्यामा समाधान नगरी टेक हब, डिजिटल नोमाड, एआई कम्प्युटेसन्स जस्ता शब्द धेरै प्रयोग गर्नु कतै यथार्थभन्दा धेरै टाढाको भाषण त हुने होइन कि भनेर म प्रश्न राख्न चाहन्छु। हामी यथार्थमुखी बजेट तजुर्मा किन नगर्ने भन्ने मेरो मुख्य प्रश्न हो। हामीले पहिले आधारभूत अर्थतन्त्र सुदृढ गर्नुपर्ने आवश्यकता छ। कृषि, साना उद्योग, पर्यटन, स्थानीय उत्पादन, श्रम बजार र ऊर्जा उपभोगमा आधारित रणनीति यो बजेट मार्फत स्पष्ट रूपमा आओस्। सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएको दाबी गरेको छ, तर नेपालको कृषि समस्या उत्पादनको समस्या मात्रै होइन। हाम्रो कृषि क्षेत्र बजार, भण्डारण, मल बिमा र वितरणको पनि ठूलो समस्या छ। तराईको कृषिको समस्या अलग छ, पहाडको अलग, हिमालको अलग। एकै नीति सबै ठाउँमा लागू गरेर कृषिमा रूपान्तरण सम्भव हुँदैन। सरकारले क्लस्टर कृषिको कुरा गरेको छ, राम्रो कुरा हो, तर प्रश्न के छ भने हाम्रा किसानहरूको जग्गा साना साना छन्, सिँचाइको समस्या धेरै छ, कृषि सडकको अभाव छ, बजार पहुँचको सुनिश्चितता छैन। यो अवस्थामा क्लस्टर कसरी सम्भव हुन्छ, कसरी चल्छ? स्पष्ट रणनीतिक खाका के हो? म यो विषयमा विनियोजनकर्तासँग सोध्न चाहन्छु। कृषिमा राज्यले घोषणाभन्दा बढी ग्यारेन्टीमुखी नीति अवलम्बन गर्नुपर्दछ। जस्तै कृषि उत्पादनमा न्यूनतम मूल्यको सुनिश्चितता कानुनी रूपमा बाध्यकारी बनाउनुपर्छ, कृषि बिमा प्रभावकारी हुनुपर्छ, किसानलाई सामाजिक सुरक्षा कोषसँग जोड्नुपर्छ। यो विषयमा बजेटको प्राथमिकीकरण होस् भन्ने जनस्तरको एउटा सामान्य आशा हो।
तेस्रो कुरा पूर्वाधारको विषयमा सरकारले फेरि ठुला आयोजना करिडोर फ्लाइओभर सुरुङ मार्ग मास ट्रान्जिटको कुरा गरेको छ। तर हामीले विगतबाट सिक्यौँ कि सिकेनौँ? नेपालको समस्या आयोजना घोषणा गर्ने भन्दा पनि आयोजना सम्पन्न गर्ने विषय चुनौतीको विषय हो। अधुरा आयोजना राष्ट्रिय रोग जस्तै बनेका छन्। मेलन्ची, पोखरा विमानस्थल, गौतम बुद्ध विमानस्थल, हुलाकी राजमार्ग, मध्य पहाडी लोकमार्ग, यी सबैले हामीलाई एउटै पाठ सिकाएका छन्। योजनाको घोषणा भन्दा मुख्य विषय त्यसका लागि चाहिने रिसोर्सेस र त्यसपछि त्यसलाई निश्चित समयमै सम्पन्न गर्ने कार्यान्वयन क्षमता हो। त्यसैले नयाँ आयोजनाको विषयमा कुरा गर्दै गर्दा हामीले पहिला कम्प्लिसन कल्चर कसरी विकास गर्न सक्छौँ भनेर ध्यान पुर्याउन आवश्यक छ। चौथो कुरा शिक्षा र स्वास्थ्यको विषय छ। सरकारले शिक्षालाई राजनीतिक हस्तक्षेप मुक्त बनाउने भनेको छ। म सरकारलाई यसका लागि धन्यवाद दिन चाहन्छु। त्यसै गरी सामुदायिक विद्यालयसँग सम्बन्धित सिकाइ सङ्कट, प्राविधिक शिक्षा बजारसँग नजोडिएका विषयहरूलाई पनि बजेटले पर्याप्त सम्बोधन गर्न सफल होस्। बजेटमा बजेट कार्यान्वयनको पनि स्पष्ट मोडालिटी चित्रण हुनु आवश्यक छ र अपेक्षा पनि राख्छु। यदि साँच्चै शिक्षा सुधार गर्ने हो भने शिक्षण व्यवस्थापन अनुसन्धानमा लगानी, विश्वविद्यालयको स्वायत्तता, स्थानीय भाषा र स्थानीय आवश्यकता आधारित शिक्षा नीति पनि आवश्यक छ। स्वास्थ्य क्षेत्रमा पनि बिमा पुनर्संरचना भनिएको छ, तर आज स्वास्थ्य बिमा कार्यक्रम नै सङ्कटमा छ। स्वास्थ्य बिमा कार्यक्रम प्रत्येक नागरिकले अनिवार्य गर्न सक्ने मोडालिटी बजेटमा निर्दिष्ट होस्। यो अनिवार्य अंश हुनुपर्दछ। यस विषयमा सरकारले नीति घोषणा मात्र नगरोस् भन्ने अपेक्षा छ। नीति घोषणाले मात्र नागरिकलाई राहत दिँदैन, तसर्थ प्रत्येक नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रम यसै पाली लागू गरियोस्। यो दस्तावेजमा मध्यम वर्ग विस्तारको कुरा गरिएको छ, तर यो मध्यम वर्ग विस्तार हुन्छ कि हुँदैन? किनकि हाम्रा युवा रोजगारीका लागि विदेश जान बाध्य छन्, हाम्रा उद्यमीहरू निराश छन्। प्राइभेट सेक्टरको कन्फिडेन्सको अवस्था आज कस्तो छ? म सरकारलाई यो प्रश्न राख्न चाहन्छु। समग्र सरकारको एपारेटसले प्राइभेट सेक्टरलाई गर्ने व्यवहार र हाम्रो माननीय अर्थमन्त्रीज्यूले सुन्दर भाष्यमा प्राइभेट सेक्टरलाई आश्वस्त पार्न खोज्ने शब्दावली जन्य प्रयास बीच कतिको गहिरो तालमेल छ? म अर्थमन्त्रीज्यूलाई नै यो प्रश्न राख्न चाहन्छु। शिक्षा र स्वास्थ्य दिन प्रतिदिन महँगो बनिरहेको छ। यी विषयहरूमा बजेटको प्राथमिकता परेन भने मध्यम वर्ग विस्तार होइन, बरु सङ्कुचनमा जाने जोखिम बढ्दछ। यसमा पर्याप्त ध्यान जाओस्। सरकारले रोजगारी सृजनाको स्पष्ट रणनीति ल्याउनुपर्छ। विशेष गरी ग्रिन इकोनोमी, डिजिटल सेवा, कृषि प्रशोधन, पर्यटन र स्थानीय उद्योगमा आधारित रोजगार नीतिमा व्यापक स्पष्टता चाहिएको छ। अन्त्यमा सम्माननीय सभामुख महोदय, यो विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको भाषा बलियो भए जस्तै गरी कार्यान्वयन संरचना पनि बलियो होस् भन्ने मेरो अपेक्षा छ। सायद यसमा घोषणा धेरै र प्राथमिकताहरू म टुङ्ग्याउँदैछु, अन्त्यमा छु। सायद यसमा घोषणा र धेरै प्राथमिकताहरू यत्र तत्र सर्वत्र छरिएका छन्। यी विषयमा सरकारको ध्यान दृष्टि जानेछ भन्ने अपेक्षा राख्दछु। स्मरण रहोस्, हामीलाई ग्रान्ड न्यारेटिभ भन्दा पनि ग्राउन्डेड न्यारेटिभ चाहिँ आवश्यक छ अहिलेको अवस्थामा। धन्यवाद। यसपछि माननीय सदस्य